ओहो दाइ पानी छ कस्तो प्यास लाग्यो यार पानी त यति हो त यार खै अलिकति बिल्कुल रिस्क नहीं लेने का पानी त नुनिलो छ त हौ नुनिलो छ अब आज मैले खडेरीको हरियो घाँसतिरबाट आएको भए हुन्थ्यो कालो घाँसतिरबाट नुनिलो हुन्छ भाइ माफै दिउँ फेरि के हो यार अबाङ आडा रोको रोको पसिना हो यार कहाँ रोको छ यार मान्छे खुसी छु म त चिल बिन्दास भाइ देख्यो न यार चुरोट छ भनेको मैले भाषामा भाषा बुझ्नु छैन कति भयो मलेसियाको मलेसिया जति भयो पनि जे भयो नेपाली भाइ खुरुखुरु नेपालीमा सोध्नु पर्दैन भने मान्छे चिन्नु छैन अनुहार हेरेर हुन्छ अनि मलाई जस्तो देखिन्छ त अनि विदेशको ठाउँमा नेपाली भन्ने कहाँ थाहा छैन जाऊ भाइ अर्को कुरा सुन चुरोट नि स्वास्थ्यको लागि हानिकारक छ पिउने काम गर्ने जाऊ अनुहार पनि हेर्न मन लागेन मलाई त यार भाषा आउनु छैन भाषा छोड न भाइ चुरोट खानु हुन्न जाऊ तिमीले भाइ एउटै फोटो खिच्दिन न मेरो यार ए ल पोज देऊ रोम रोम भाइयो ए छिटो गर न भाइ यार म उता घुम्न जानु छ केही छिन रोक्नु न यार तपाईलाई फेरि केको हतार हो यार ए छिटो गर है भाइ छिटो गर तिमी गाडा लास्ट हो के लास्ट ओइ के गरिरहेको यो देखेन फोटो खिचिरहेको छु आइमा जस्तो लाग्दैन आइमाहरूले त यति कट्टु लाउन हुने हामीले चाहिँ नहुने खोलिदिन्छु आज कच्याउ भनेको धेरै किचकिच नगर भनेको अरे यार मलाई के थाहा छ धेरै किचकिच नगर्नु है त्यहाँ गुरु भिडियोलाई लाइक गर्ने कमेन्ट गर्ने शेयर गर्ने चाले तु गुरु बुझ्नुभयो अरे यार साथी यार कतै घर गएपछि त बिहा गर्ला यसो साथीलाई बिर्सिने त होइन यार यहाँ मात्रै साथ दिएर भएन नेपालतिर गएको बेला पनि कहिले कसो दुःख सुख पर्छ नि त यसो साथ दिनु पर्यो सकिन्छ त जिन्दगीभर साथ दिनलाई अरे त भन्न यार तेरो लागि मेरो यो जान हाजिर छ के अरे यस्तो साथी चाहिँ चाहियो क्या जिन्दगीमा अरे अनि यार यदि म बाइचान्स केही भएर गधा भइहालेँ रे त पनि गधा बन्न सक्छस् त गधा बन्न सक्छु कि सक्दिन त्यो त थाहा छैन तर घाँस हाल्छु मलाई इज्जत गरे कि बेइज्जत गरे यार अबाङ यो डाक्टर छिनी आई सम्पै को पोइ माना चेरी पुती ओराङ कुल डाउन भाइ किन आत्या छौ डाक्टर होइन दाप्ताङ हो अनि सबैको पोइ होइन सम्पाइस अनि लास्टमा के बोल्या भाइ टिप्पु ओराङ हो भाषा राम्रोसँग सिकेर बोल्नुपर्छ यस्तै बोल्यो भने मुख खोडाइदिन्छन् भाइ तिम्रो भाषा सिक्न खोजेको फुल हौ भने बसाइदे ओइ कहाँ जान लाग्यो यहाँ आइज त अरे यार साइड गरेर मान्छेलाई कता कहाँ हिँडेको कहाँ यार आज गर्लफ्रेन्डको बर्थडे हो क्या यसो गिफ्ट दिनु परेन भने गिफ्ट किन्न जान लामा त यार ए के गिफ्ट चिफ्ट किन्नु पर्यो गर्लफ्रेन्डको बर्थडेको दिन मेरो नम्बर गिफ्ट दिए भइहाल्यो नि बोका त बोकै हो क्या यार यस्ता त साथीहरू छन् यार कहाँबाट उँगो लागिन्छ है इलामको डन्ड मलाई के नाप्या कुरा गर्छस् है तँलाई नि मैले चाहे भने यही हातमा फनी नचाइदिन सक्छु बुझिस् नि हेलो साथीहरू मलेसियावासी गोर्खे नमस्कार आज फेरि भिडियो बनाउन आइयो ओइ मुला भिडियो बनाउन आएको छ झोक्राएर बसिया छस् के भयो है तँलाई खै के भयो यार मलाई त केही गर्न जान लागिरहेको छैन के भएको छ हल्का पेट पनि दुखिरहेछ अनि जाँगर पनि कसरी लागोस् पेट पनि किन नदुखोस् रातभरि टोइलेट जान्छस् यो मुलालाई डायरिया लाएर मर्नु भएको छ यार के होला यसको दबाई चाले तु रोम रोम भाइयो लेकिन एक सेकंड नमस्कार पुति दाइ मुख चाहिँ सम्हालेर बोलै जाँठा मेरो नाम बुद्धि हो बुद्धि नाम के रे मेरो बुद्धि मैले भिडियो हेरेको थिएँ नाम त याद गर्नु भाइ कि नाम याद गरेर भिडियो हेर्नु त्यही पनि याद भएन भने कमसे कम यार यति छाडा शब्द त नमस्कार नगर्देऊ न यार
यहाँ बस यहाँ बस रातभरि कुकुर डुले जसरी अनि नाच्छस् अहिले आएर यहाँ आएर सुत्ने त Sorry, sir. ड्युटीमा जा ड्युटी जा Okay, sir. जा ड्युटी जा Thank you, sir. Okay. क्या हुई अपने साथ मत जोड़िए हमको अलग है यस्तै हालत छ क्या हाम्रो नेपाली दाजुभाइहरूको ड्युटी गर्ने भने छ रसी खाएर रातभरि डुलिया छ आएर बङ्ग सुत्दिया छ ड्युटीमा मान्छे खोज्दा मान्छे भेटिन्न अनि कहाँ गयो तेरो साथी हो भनेर चाहिँ उल्टो काम गएको मान्छेले गाली खाएको छ बात तो सही है